हाल त दमिनी तैँले छुको नखाने त आजाद भइस् त मेरो घरमै नछिर भनेर भन्ने कस्तो तरिकाले बोल्नुहुन्थ्यो तपाईँ भन्नु उहाँसँग 5 मिनेट कस्तो तरिकाले बोल्नुहुन्थ्यो डाइरेक्ट फोनमा कि मेसेजमा कि केमा बोल्नुहुन्थ्यो फोनमा बोलेको फोनमा के भनेर बोल्नुहुन्थ्यो के त बिहान बेलुकामा त बिहान र बेलुका खाना खाइस् बिहान मात्र बिहान खाना खानुभयो भन्ने बिहान होइन कस्तो छ भन्ने होइन बिहान म पनि कति 6-7 बजे काममा लागिहाल्थेँ अनि चाहिँ कोही बेला 8-9 बजे हो म त लकडी बोक्थेँ त्यही भएर होइन अर्काको बुढीलाई चाहिँ किन फोन गर्नु त अर्काको श्रीमतीलाई किन फोन गर्नु उहाँको अलरेडी बच्चा छ श्रीमान छ विदेशमा होइन तपाईँले चाहिँ फोन किन गर्नु क्या त्यो पनि गाउँकै के पर्नुहुन्छ उहाँ के भन्नुहुन्छ तपाईँ म त काका भन्नु काका भन्नु काकी पर्नु भएन हो अरे भन्ने चाहिँ कुरो गर्दैथ्यो बाबुलाई नै कसले सुरुमा कसले जाउँ भन्यो दुईजना भन्नु जाउँ भन्नाले भाग्नुभन्दा अगाडि कसले मलाई त्यो तपाईँले भन्नुभयो जाउँ भनेर अस्ति तपाईँले भन्नुभयो कसले जाउँ भन्नु जम त अब यस्तो कुरा चलेपछि मार्छु भन्नु अनि त्यसपछि अब मैले के भने मार्छु भन्छ यति के गर्ने सबैले मलाई नै गाली गर्नुभयो क्या अब यसो भन्छ बुद्धि त के पुग्यो अब एउटा कुरो नि बुझेँ अब चाहिँ तपाईँले चाहिँ थाहा हुँदै अर्काको श्रीमती बच्चा बच्ची छ भन्दा पनि त किन हाम फाल्नुभयो क्या यो समुद्रमा होइन उहाँले नै अब त्यसै अब आजाद म होइन अब त्यसै चाहिँ अब त्यही भनौँ क्या के भन्नु त्यो आजाद त्यहीसँग गइहाल गाउँतिरको मान्छेहरूले अब हाम्रो बारेमा